गाइस स्वागत छ तपाईहरुलाई हाम्रो ब्लगमा। हामी चाहिँ चट्ट लारे जिजान लाग्यो। ब्याल छ है बाइकको ब्याल भइदिरा यार के गर्नु। बेलका भन्नु ल है त गाह्रो छ। जिजान लाग्यो बाइक के भयो भया ब्याल छ है ब्याल। पानी परेर आज यार कस्तो पानी परेर आज डाक्ते पारा भयो नि। ल है त एकछिन पछि भेट्नुपर्छ। हुनेवाला पनि छ है बाइकको हालत त्यस्तो छ के गर्नु गाह्रो छ। पानी परेर यार के हो ब्याल हुनेवाला पनि छ आज। ल है के होला जस्तो छ। केटाहरूले बाइक बनाइसक्यो चट्ट लाएर के गर्नु गर्छ है। केटाहरूले बाइक बनाइसक्यो यताहरू देख्न सक्नुहुन्छ चट्ट लाएर। हाम्रो मेकानिकहरू यतै छ। एउटा मेकानिक त छ ल मेकानिक छ है। ल मेकानिकले गर्छ है। मेकानिकले के गर्छ ल हाम्रो मेन मेकानिक चाहिँ आछ है। मेन मेकानिक हो अब हिँड्नु पर्छ है। मेकानिक लागो हाम्रो यात्रातिर गर्छ केटाहरू ल। यहाँको भिडियो बबाल जाने फेरि यतै बसिन्छ भने पानी परेर बिल्लै भएको छ है। फेरि यता देख्न सक्नुहुन्छ पानी परेर बिल्लै भयो। पानी परेर के गर्नु गाह्रो छ है गाह्रो। हाम्रो मेकानिक हाल्नु त एक्सिडेन्ट भएर हात फेरि फाटफुट भयो भने गाह्रो छ। पानी के पर्गार नभए दिन यस्तो छ हालत के भन्नु गाह्रो छ। तिर दिन पर्नु छ अब चिया खानुपर्ने चट्ट लाएर ल चिया खानुपर्ने अवस्था हुन्छ। अब बहुत पानी पर्दैन अब के गर्नु होला कसरी जाने होला हालत पर भइसक्यो अहिले गाह्रो छ गाह्रो। खोइ भएकै छैन फेरि एकचोटि हाम्रो अब के हुन्छ है। पानी त आज त नराउने भयो मौसम पनि के हो गाह्रो पो छ त। गाउँले आएको लेटबाट गाउँले पानी के गर्नु गाह्रो छ गाह्रो। सानो हुनुपर्ने चाहिँ खासमा हामी के गरेको पार लाग्दैछ पार लाग्दैन गाह्रो छ गाह्रो। केटाहरू पानी पनि प्याज हाउ चलेर अटो लाएर देख्न सक्नुहुन्छ जानु सक्यो हिउँ परिसक्यो यता केटाहरूको पारा यस्तो छ है। ल है चट्ट लाएर है जान्छ धान नसक्नु घर कपाल छ त लाग्नुपर्छ। अब जाउँ जानुपर्ने हुन्छ अझै चिरी
आएको छ नि कहाँको डाँडा हो बबाल छ नि फेरि माछा के आएर आज मार्नेवाला पनि छ आज पुरै भिजिहाल्यो अब यस्तो छ पारा के गर्ने होला यहाँको भ्यू देख्न सक्नुहुन्छ बबाल छ भ्यू चाहिँ बबाल छ है अब टक्कै केटाहरूले गर्दैछ स्टार गरेर अब जानुपर्ने हुन्छ अब जानुपर्छ लागौँ लागौँ रेडी हुँदैछ है केटा रेडी हुँदैछ त्यसको हुन्छ अब कोही कार्टुन साटुन ल आमा राइडर त राइडर छ के गर्नु हाम्रो फेरि राइडर के गर्नु ल चढाउ कोही कार्टुन छैन कार्टुन आचु जाउन पानी पर्छ भने छिटो पानी पर्छ फेरि के गर्ने हो के गर्ने गाह्रो के गर्ने होला गाह्रो छ गाह्रो के हो यार यो फेरि कहाँ हो गाह्रो छ त केटाहरू आउँदैछ चट्ट लाएर नसक जाँदै हाम्रो हिँडे जाँदा ए ल कच्चा मर्मल केसी भन्दा कम छैन गाह्रो हिँड्दै गाह्रो कडा गर्छ केटाहरू ल सेम टु सेम मर्मल केसी देखिरह ल गाह्रो छ यार के गर्नु पानी परेर बेहाल बनाइदियो आज कडा छ यार कडा चाहिँ कडा ल सेम टु सेम ज्यादा सरको उस्तो छ नि त ल के गर्छ अब ल अब पानी जानुपर्छ गाह्रो छ भयो यो बाइकमा त अब पत्र बाइक भयो ल गइसक्यो अनमल केसी त्यहाँ बसौँ ल आछु मा अलु त लेट्स गो टासेर बस्यो न 25 पैसा आछु बुढी छैन के गर्ने बुढी छैन भने त गोजीमा हात पनि नआउँछ ल लागौँ एक त बुढी जिरी त आज जसरी जान्ने हो त्यही भनेको बाटो देख्न सक्नु बबाल के गर्नु गाह्रो छ आज त पानी परेर बिहालै भयो त कस्तो भत्भतको आज मौसमै के हो यार मौसमले च्यालेन्ज हान्दैन नि त मौसमै के हो भने बुझ्नै सक्दिनँ आज त पानी परेर
बुझ्नै सक्दिन लागो कसको घर हो केही थाहा छैन आछु कहाँ हिँडेको कहाँ के हो बुझ्नै सक्दिन ल गोठतिर आएको अब आछु आएको तातो केटाहरू ल अब खोले हान्नुपर्छ खोले खोले ठिकै चाहिँ चर्चगेटबाट आएको बेहाल भयो नि दिन सक्नुहुन्छ यहाँको भ्यू घरतिर लिफ्ट माग्दै के गर्ने होला पेट्रोल पम्पबाट फ्लाइ कारखाना मेरोबाट खोले खानुपर्छ खोले खानुपर्छ नि लिँदैछ यहाँ सोरै पुग्यो है बस्नु छैन केटा हो धुवा दिएर अब जिन्दगी सरर मोटर गाडीमा नसक्नु भयो यहाँको भिडियो बबाल छ नि फेरि यतै बसिन्छ भने जाँडामा अहिले आउला बरु अब जानलाई चाहिँ धडा पलाएर के गर्नु गाह्रो छ बल्ल पानी उडाएर छ ब्लगर भएपछि के गर्ने यत्तिको चलपल दिनै पर्यो देख्न सक्नुहुन्छ ल केटाहरू आउँदैछ गाह्रो बवाल छ है बवाल पारामा ए जिउँदैछ जोस् जिउँदैछ होइन चिरी बजार आइसक्यो चट्ट लाएर देख्न सक्नुहुन्छ चिरी बजार चिरी हो खोला नालै आइसकेको छ नि त अनि बवाल छ है ल बजार चाहिँ केटाहरू आउँदैछ बवाल छ बवाल अब काहीँ नगरेर चलिदिनु पर्ने हुन्छ है चलिदिनु पर्ने हुन्छ अब घरतिर लाग्नु पर्ने हुन्छ चढा पलाएर आजको लागि यति नै भन्न चाहन्छु यति भन्दै हाम्रो ब्लग यहीँ पुग्न चाहन्छु ल है त